हिजोको मात्रै म कुरा गर्छु, म सजनराज वैद्यको कन्सर्टमा थिएँ। अनि यसपालि यहाँ सिडनीको चाहिँ सजनराज वैद्यको कन्सर्टको चाहिँ मेन टाइटल स्पोन्सर को थियो तिमीलाई थाहा छ? मार्की होम्स हैन? मार्की होम्सको मैले हिजो देखेँ के सबैजना चाहिँ म्याक्सिमम 95% चाहिँ अन्डर 28 थियो होला। अनि मैले यसो बुझेँ अन्डर 28 को मान्छेलाई रियल एस्टेट कम्पनीले मार्केटिङ गरिरहेको छ। वाइ दे आर डुइङ इट हैन? मार्की होम्स लाइक इट्स अ बिल्डिङ कम्पनी अनि त्यसमा चाहिँ रे प्रोपर्टिज वाज अ रियल एस्टेट कम्पनी हैन? हो अनि भन्दाखेरि मैले उसँग कुरा पनि गरेको थिएँ। अनि उसले त कन्भर्सन चाहेको होइन नि त राइट इमिडिएटली। ही इज बिल्डिङ द ब्रान्ड एट द मोमेन्ट तर लङ टर्म उसको भिजन हेर न हैन? ही इज डुइङ द नोटमै तिम्रो राइट नोटमै गरिरहेको छ, राइट मुभ गरिरहेको छ। भिजिबिलिटी त हेर्नु न, भिजिबिलिटी डाइरेक्ट भिजिबिलिटी एभ्री घडीमा मार्की होम्स छ हैन? त्यो भिजिबिलिटी त लाइक एट्याच भयो नि त। त्यो भन्दैमा चाहिँ उसले चाहिँ उ गरेको होइन कि मलाई अब पर्सिदेखि नै चाहिँ मेरो 4-5 घर बिक्री हुनुपर्छ यति पैसाको भन्ने हिसाबले उसले त्यो खोजेको छैन। ही इज प्लेइङ अ लङ गेम हैन? हो भनेपछि आज मैले बिल्ड गरेको मार्की होमको ब्रान्ड चाहिँ आजको 5 वर्ष अथवा 7 वर्षपछि कन्भर्सनले खोजिरहेको होला प्रोबाब्ली। भनेपछि दिस हाउ ब्रान्ड इज बिल्ड। भनेपछि र कन्भर्सन इदर इट्स इन टर्म्स अफ तिम्रो सेल्स हुन्छ कि चाहिँ ब्रान्ड बिल्डिङमा हुन्छ। सो त्यो भनौँ न एक हिसाबले चाहिँ त्यो सी मैले चाहिँ त्यसरी लिने गरेको छु।